Hello friends, welcome to my YouTube channel. Today I am going to teach you about design of tension member of है यसको हामी चाहिँ अब न्युमेरिकलहरु चाहिँ गर्दै छौं तर न्युमेरिकलहरु गर्दाखेरि चाहिँ तपाईले सुरुमा चाहिँ दुईटा कुरा तपाईले ध्यान दिनुपर्ने हुन्छ। यसो के हुन्छ भनेपछि हामीले सुरुमा यो कोड हेर्न थाहा पाउनु पर्छ हैन। यो युनिभर्सिटीले दिएकै छ हाम्रो आईएस कोड हो है। यो यहाँ चाहिँ हाम्रो सबै दिएको हुन्छ के कोही फर्मुला केही घोक्न जरुरत छैन हैन। कुनै फर्मुला चाहिँ हामीले सम्झिनु चाहिँ पर्छ किनभने कुनै फर्मुला चाहिँ यसमा छैन जो अहिले म देखाउने छु हैन। न्युमेरिकलको टाइममा सुरुमा हामीलाई स्टेपहरु थाहा हुनुपर्छ। एउटा पहिलो स्टेप हुन्छ डिजाइन स्टेट ड्यु टु यील्डिङ हैन, डिजाइन स्टेट ड्यु टु रप्चर, यसो सबै छ हैन। डिजाइन अनि एउटा छ डिजाइन स्टेट ड्यु टु ब्लक सेयर, यसो मेनली तीनटा हुन्छ है। हामीलाई यो टीडीजी, टीडीएन र टीडीबी निकाल्नु पर्छ। यो चाहिँ यसो फर्मुला भयो। अब कोड बुक तपाईसँग सबैसँग हुन्छ, थाहा पाइहाल्नुहुन्छ। अब म यसको न्युमेरिकल तर्फ जान्छु। न्युमेरिकलमा पनि यसमा के हुन्छ दुईटा किसिमको मेनली न्युमेरिकल हुन्छ। के हुन्छ एउटामा चाहिँ पहिल्यै के हुन्छ नि एंगल सेक्सन दिएको हुन्छ र डिजाइन गर भन्छ हैन। एउटामा चाहिँ के हुन्छ भनेपछि यो टीडीजी दिया हुन्छ, फ्याक्टर लोड दिया हुन्छ, मतलब एक्सियल टेन्सन लोड दिया हुन्छ हैन। यदि त्यो फ्याक्टर बनाएको छैन भने चाहिँ अब 1.5 ले मल्टिप्लाई गर्नु पर्यो। यदि फ्याक्टर बनाएको छ भनेपछि त्यही नै लोड भइहाल्यो। त्यो एक्सियल टेन्सन लोड अथवा फ्याक्टर लोड दिया हुन्छ र त्यसबाट चाहिँ एंगल सेक्सन निकाल्ने भन्छ। म चाहिँ तपाईहरुलाई अब भोल्टेजको न्युमेरिकलहरु गराउँछु हैन। धैर्यताका साथ हेर्दिनु होला। जस्तै म सुरुकै क्वेशन गरौँ हामीहरुले। ब्लर भएछ ल। क्वेशनले के भन्छ डिजाइन अ टेन्सन मेम्बर युजिङ टु इक्वल एंगल्स भन्छ है। इक्वल एंगल सम्झिनु यो कुराको सब पछि इक्वल एंगल्स कनेक्टेड टु अन द बोथ साइड अफ द 10 mm थिक गजरी प्लेट टु क्यारी एन एक्सियल टेन्सन लोड। टेन्सन लोड हाम्रो कति एक्सियल टेन्सन लोड 500 इन कनेक्सन इज प्रोवाइडेड विथ M24 बोल्ट्स विथ प्रोपर्टी क्लास 4.6। द एल लाइन अल्टिमेट स्टिलको के 200 250 एफआई र एफयू को 410 दियो हैन। यो त भइहाल्यो हामीलाई। अब कन्डिसनले के भनेपछि म फिगर सुरुमै देखाइदिन्छु। जस्तै तपाईको यो बीचको छ नि यो भने गजेट प्लेट हो। यो जो टेज यसको के यसको 10 सेन्टिमिटर थिकको गजेट प्लेटमा साइड बाइ साइडमा अब सेम साइड वाला केस पनि हुन्छ फेरि साइड बाइ साइडमा चाहिँ दुईटा के रे एंगल सेक्सनहरु जोडेको छ। तिनीहरुको चाहिँ त्यसलाई चाहिँ डिजाइन गर भन्यो। क्वेशनले भनेको चाहिँ यो है फिगर। अब हामीले सुरुमा हामीलाई के दिएछ फ्याक्टर लोड दिएछ भनेपछि फ्याक्टर लोड दिएछ नि फ्याक्टर लोड चाहिँ हामीलाई गिवन टेन्सनले 1.5 ले फ्याक्टर अफ सेटले मल्टिप्लाई गरिम 750 आयो। डायमिटर 24 छ, डी नट 26 भयो हैन। अल्टिमेट स्ट्रेन्थ अफ बोल्ट भनेपछि कति भयो 400 हो हैन। अनि के छ यील्ड स्ट्रेन्थ अफ बोल्ट भनेपछि 240 भयो। यील्ड दिन सक्ने अल्टिमेट चाहिँ यति हो, मतलब दिन सक्छ चाहिँ यति यील्ड। यसले कति गर्न सक्छ म्याक्सिमम यील्ड 240 हो। त्यस्तै प्लेटको चाहिँ अल्टिमेट स्ट्रेन्थ एफयू मात्र लेख्छ। अल्टिमेट स्ट्रेन्थ अफ प्लेट भन्न खोजे यो है हैन। पनि यसको 400 स्टिल भन्न खोजेको के त्यो मटेरियल 410 र यसको यील्ड चाहिँ 250 भयो भनेपछि अब हामीले के छ टीडीजी सुरुमा चाहिँ पहिला के थियो डिजाइन सुरु अब कोड बुकमै छ। पहिला सुरुमा चाहिँ हामीले डिजाइन स्ट्रेन्थ ड्यु टु यील्डिङ हामीलाई टीडीजी दिएकै छ। यहाँ 10 को पावर 3 गरिम हैन। त्यो गर्दाखेरि चाहिँ यहाँदेखि एजी निकाल्ने। अब एफआई हाम्रो 250 छ। 1.1 गामा एम नट भनेको 1.1 भयो हैन। यो त बुकमा छ, त सम्झिनु पनि भइहाल्यो। त 1.1 एम नट भनेपछि 1.1 हुन्छ। एम1 अथवा गामा एमबी भनेपछि 1.25 हुन्छ। त्यो त नर्मल कुरा भयो। हाम्रो के एजी कति आयो 3300 आयो एमएम स्क्वायर। यो भनेको 33 सीएम स्क्वायर हो किनभने कोडमा के रे ग्रस एरिया सेन्टिमिटर स्क्वायरमा हुन्छ है। अब तपाईले मेन कुरा यहाँ हुन्छ। अब यतिको ख्याल गर्नुपर्छ। जस्तै तपाईको मैले यहाँ लेखेको छु सम्झिनुको लागि। जस्तै तपाईको 33 सेन्टिमिटर स्क्वायर आयो। अब एरिया हेर्दा कसरी हामीले त दुईटा यो भनेको टोटलको एरिया हो। टोटल दुईटै एंगल सेक्सनको जोड्दाखेरिको निकालेको एरिया है। यति कुरा ख्याल गर्नुपर्छ। त्यही भएर हामीले दुईटा एंगल सेक्सन निकाल्नु छ भनेपछि यसको हाफ वाला एंगल हेर्नु पर्यो किन यसको हाफ एरिया भएको भनेपछि हाम्रो 33 सेन्टिमिटर स्क्वायरलाई हामीले डिवाइड गरिम। डिवाइड गरेर पछि हाम्रो कति हो भनेपछि 16.5 सेन्टिमिटर स्क्वायर हुन्छ। अब हामीले कोड बुकमा हेर्दाखेरि चाहिँ 16.5 सेन्टिमिटरको हेर्ने एरिया भएको एरिया भन्दा अलिकति बढी भएको हेर्ने र इक्वल एंगल हेर्ने। किनभने क्वेशनले अघि नै मैले भनेको थिएँ यहाँ क्वेशनले के भनेको छ भनेपछि इक्वल एंगल भनेको छ कि नै इक्वल एंगल भनेको छ। अब केही भनेको छैन भने अनइक्वल हेर्दिने हैन। नर्मली अनइक्वलै हेर्छौँ हामीहरुले। क्वेशनले नि इक्वल भनेर तोकेको छ भनेपछि इक्वल एंगल हेर्ने। जस्तो तपाईको हामी यो अनइक्वल हो। अब इक्वलमा गयौं। अनइक्वलमा जाँदाखेरि
हामी अब सबै भनेपछि अब हेर्दै जाने 16.5 हाम्रो आएको थियो एउटाको चाहिँ यो 33 त दुईटाको हो नि एउटाको गर्दाको 16.5 हो भनेपछि अब 16.5 भन्दा अलिकति बढी कता छ यसो हेर्दै जाँदाखेरि 100 इन्टु 100 इन्टु 10 100 इन्टु यहाँ देखाइदिन्छु 100 इन्टु 100 इन्टु 10 मा कति छ 19.403 आएको छ अलिकति बढी भन्दा पनि अझ बढी लग्ने किन भनेपछि पछि तपाईँको के हुन्छ पछि फेरि त्यो हाम्रो स्ट्रेन्थ चाहिँ फ्याक्टर लोड भन्दा कम आउँछ के फेरि कम आउँदाखेरि तपाईँहरूले फेरिबाट त्यो सल्भ गर्नुपर्छ त्यो भन्दा अलिकति बढी भन्दा थोरै बढी अझै बढी नै लाग्ने है किनभने पछिबाट फेरि कमाएर तपाईँले डबल दुःख गर्नुपर्छ त्यो झन्झट नगर्ने मैले त 19.03 लगेँ सेन्टिमिटर स्क्वायर हो है सेक्सन एरिया अब आइसकेपछि हाम्रो एङ्गल सेक्सन के रहेछ दुईवटा 100 इन्टु 100 इन्टु 10 को दुईवटा ह्याभिङ एरिया मैले एमएम स्क्वायर 19.03 थियो 19.6 सिएम स्क्वायर भनेको 19.03 एमएम स्क्वायर इन्टु 2 किन दुईवटा एङ्गलको छ नि त 3800 एमएम स्क्वायर जस्तै 33 भन्दा अलिकति बढी हो किन 39 एमएम स्क्वायर लाग्ने है त्यो पछि हाम्रो एउटा अर्को स्टेप हुन्छ अब चाहिँ हामी पहिलो स्टेप चाहिँ दियो अब हाम्रो बुकमा चाहिँ डिजाइन अफ इन्कनेक्सन भन्ने स्टेपै छैन सिधै के अरे टिडिबी डिजाइन कोडुकमा भन्न खोजेको डिजाइन स्ट्रेन्थ टु रप्चर छ तर रप्चर निकाल्नलाई हामीलाई के छ नम्बर अफ बोल्ट्स के अरे नम्बर अफ बोल्ट चाहिन्छ नि त्यो नम्बर अफ बोल्ट चाहिँलाई हाम्रो सम्झिनु पर्ने एउटा किताबमा नलेखेको स्टेप चाहिँ के हो डिजाइन स्ट्रेन्थ ड्यु टु इन्कनेक्सन किनभने यो पहिले अरू च्याप्टरमा भएको हुनाले यो स्टेप लेखेको छैन र यो गर्नै पर्छ कि नम्बर अफ बोल्ट हामीलाई चाहिन्छ नम्बर अफ बोल्ट डाइरेक्ट दिएको कन्डिसनमा चाहिँ यो चाहिँदैन फेरि अब के अरे डिजाइन भी भनेको स्ट्रेन्थ डिजाइन सेयर स्ट्रेन्थ अफ बोल्ट यो भनेको डिजाइन भयो एस भनेको सेयर हो है स्ट्रेन्थ हो डिजाइन स्ट्रेन्थ भी भनेको त स्ट्रेन्थ भइहाल्यो डिजाइन सेयर स्ट्रेन्थ अफ बोल्ट बी भनेको बोल्ट भनेको एफयुबी अपन √3 गामा एमबी एएनबी एनएन प्लस एएसबी एनएस होइन अब यहाँ नै सम्झिने जस्तै आउट अफ सेयर प्लेन भन्छ चाहिँ एउटातिर साइडमा मात्रै छ जस्तै यतातिर नभएर यतातिर मात्रै छ भने भन्छ र आउट अफ सेयर प्लेन छ भनेपछि एनएस इक्वल टु 1 र एनएन इक्वल टु ओ हुन्छ 0 हुन्छ हैन र केही भन्दैन भनेपछि चाहिँ एनएस इक्वल टु 0 र एउटा मात्रै छ र केही पनि भन्दैन भनेपछि एनएस इक्वल टु 0 र एनएन इक्वल टु 1 हुन्छ यो केस 0 हुन्थ्यो र यो यसको भ्यालु यहाँ इन्टु 1 हुन्थ्यो तर यहाँ चाहिँ के छ यो केसमा चाहिँ दुईटैतिर जस्तै यहाँ हेर्नुहोस् यहाँनिर बोल्ट लगाउँछ भने चाहिँ हामीले यहाँ एउटा सेयर प्लेन यहाँनिर पर्छ एउटा सेयर प्लेन यहाँनिर पर्छ भनेपछि हाम्रो एनएनको भ्यालु पनि 1 हुन्छ र एनएसको भ्यालु पनि 1 हुन्छ दुईटै ठाउँमा त्यो बोल्ट परिरहेछ होइन त्यो कारणले गर्दा हामीहरूले अनि के अरे यहाँनिर दुईटैको भ्यालु हुने भयो पाइ डी स्क्वायर एफ हो एफयुबी यो फर्मुलामा राखेपछि हाम्रो भिडिबिपी आयो अब भिडिएसबी आयो अब भिडिपिपी निकाल्यौँ डिजाइन सेयर यो चाहिँ माथिको चाहिँ सेयर स्ट्रेन्थ थियो होइन डिजाइन बेरिङ स्ट्रेन्थ अफ बोल्ट यो पी लेखा हुन्छ होइन त्यही यसलाई उल्टो पी जस्तो सम्झिनुहोस् न डिजाइन बेरिङ भी भनेको त स्ट्रेन्थ भयो डिजाइन बेरिङ स्ट्रेन्थ अफ बोल्ट हो यो 2.5 केबी डिटी इन्टु एफयु अपन गामा एमबी हो अब केही भनेको स्मलेस्ट अफ यो ई अपन 3 नट पी अपन 3.2 यो भयो र ई भनेको चाहिँ 1.7 नट भन्दा सानो हुनु हुँदैन होइन 1.7 डी नट भन्दा अब यो गर्दा 40.5 आयो हामीले मोटामोटी अलिकति बढी लगाउनुपर्छ 50 लग्यौँ होइन र पीको फेरि 2.5 डी भन्दा सानो हुँदैन 60 आयो थियो हामीले कति लग्यौँ 70 लग्यौँ गर्दाखेरि यहाँनिर आउने केबीको भ्यालु लग्ने यसको भ्यालु राख्ने र अर्को एउटा ध्यान दिनुपर्ने कुरा 2.5 केबी डी इन्टु टी भनेको थिकनेस हो इन्टु एफयु पनि अब यो थिकनेसमा कुन राख्ने होइन एउटा हामीसँग एङ्गल सेक्सनको थिकनेस भयो जस्तै यहाँ 10 इन्टु 100 इन्टु 10 यो 10 भनेको थिकनेस हो र हाम्रो एउटा गजेट प्लेटको थिकनेस पनि दिएको छ बुकमा क्वेसनले दिन्छ भनेपछि दिएको पनि हुन्छ यस्तो केसमा फेरि यतिखेर चाहिँ यो गजेट प्लेटको थिकनेस हो है किनभने एउटा कुरा जहिले पनि सम्झिने यदि एउटातिर मात्रै छ अथवा अर्को एङ्गल पनि तलतिरै छ मतलब यो साइडतिर छैन कि दुईटै एङ्गल एउटै साइडमा छन् अथवा एउटा साइडमा एउटा एङ्गल मात्रै छ त्यस्तो केसमा चाहिँ यहाँ यो थिकनेस चाहिँ एङ्गल थिकनेस हुन्छ र दुई साइड बाई साइड यस्तो केसमा मात्रै चाहिँ यसमा के हुन्छ गजेट प्लेटको थिकनेस हुन्छ यो कुरा चाहिँ अलिक ध्यान दिनुपर्ने कुरा हो त्यो पछि हामीले यहाँनिर बोल्ट भ्यालु निकाल्यौँ दुईवटाको सानो मध्ये जो हुन्छ त्यही बोल्ट भ्यालु हुन्छ अघि नगएको दिइहाल्थ्यो 148 आएको थियो 126 यसको आयो भनेपछि यो भयो अब नम्बर अफ बोल्ट चाहिन्छ भनेको नम्बर अफ बोल्ट भनेको टिडिजी अपन बोल्ट भ्यालु टिडिजी भनेको त्यो स्टेप 1 वाला होइन फ्याक्टर लोड योभन्दा 750 अपन यो नम्बर 6 हाम्रो के नम्बर अफ बोल्ट राख्यौँ नम्बर अफ बोल्ट राखेपछि हाम्रो फिगर बनायौँ एङ्गल सेक्सन भनेको 100 इन्टु 100 थियो अब कतै तोक्छ कुन लेन्थलाई जोड्ने भनेर होइन यदि कुन लेन्थलाई जोड्ने भनेर तोकेको छैन भनेपछि जहिले पनि जो लामो हुन्छ नि यो अलि लङ्गर भए लङ्गरलाई गजेट प्लेटमा छ नि सर्टरलाई दिएर राख्नुपर्छ तर यसमा चाहिँ दुईटै 100 को छ केही पनि फरक परेन है
गर्दाखेरि यो भनेको तलको डब्लु भयो, यति डब्लुटी कसरी राख्ने भनेको जहिले पनि एराउन्ड 60%, जस्तै 100 को 60% भनेको 60 हो र बाँकी भनेको 40 भइहाल्यो। जहिले पनि यो बोल्टभन्दा यो गजेट यहाँनिर जो हामीले कनेक्सन छ 60 तलतिरको चाहिँ 60% एभरेजमा हुन्छ है। त्यो पछि हामीले अब चाहिने कुरा हुन्छ। जस्तै अब तपाईँलाई म भन्छु हजुर, जस्तै अब तपाईँको अब स्टेप 2 मा के छ, डिजाइन स्ट्रेन्थ ड्यु टु रप्चर अफ क्रिटिकल सेक्सन भन्छ। यो भनेको यसको फर्मुला चाहिँ यहाँ छ, डिजाइन स्ट्रेन्थ ड्यु टु रप्चर टिडिएन भनेको फर्मुला यहाँ छ। हामीलाई के यसमा के छैन, एफयु अब गामा यामन इन त हामीसँग फिक्स्ड भ्यालु भइहाल्यो। हामीसँग नभएको एएनसी बीटा र एजिओ हो। अनि यो बीटाको भ्यालु पनि हामीलाई के दिएको छ, फर्मुला दिएको छ। यो पनि हामीलाई गिभन छ। अब हामीलाई W/T भने गिभन छ, W भनेको बेसवाला भइगयो, के अरे आउटस्ट्यान्डिङ लेन्थ भइगयो, थिकनेस भइगयो होइन, एङ्गल सेक्सनको। अनि BS/LC भयो। हामीलाई एजिओ अनि एएनसी र बीटा निकाल्नु पर्यो। अरू बीटाको लागि फेरि BS/LC। अब BS को फर्मुला के हो भने LC भनेको लिस्ट काउन्ट के होइन, लिस्ट काउन्ट भनेको n-1 P, नम्बर अफ बोल्ट माइनस पिच डिस्टेन्स। पिच हामीले यहाँ निकालेको थियौँ नि 70 अघि, P गर्दा यो आयो। र BS भनेको के हो भनेपछि यो तलतिरको लेन्थ होइन, अब दुईटातिर सेमै छ, तलतिरको लेन्थ प्लस बोल्टसम्मको लेन्थ माइनस थिकनेस होइन। भनेपछि यतातिरको लेन्थ कति छ 100, यो लेन्थ कति छ 60 माइनस थिकनेस कति छ 10 छ कि नै, गर्दाखेरि BS पनि आइहाल्यो। हाम्रो एजिओ भनेपछि एजिओ भनेको तपाईँको के हो भने ग्रस एरिया अफ आउटस्ट्यान्डिङ लेग, मतलब आउटस्ट्यान्डिङ लेगको ग्रस एरिया हो होइन। अब यसमा चाहिँ कुनै बोल्ट सोल्ट छैन नि त, यसमा त ग्रस त्यही र ग्रस एरिया भन्नुभयो। यदि बोल्ट सोल्ट छ भनेपछि त बोल्टको भ्यालु हामीले घटाउँछौँ, त्यसले नेट हुन्छ। यदि केही छैन भने बोल्टहरू छैन भने त ग्रस नै हुने हो। र ग्रस एरियाको हाम्रो फर्मुला के छ भनेपछि मैले यहाँ 2 ले मल्टिप्लाई गरेको छु, तर यो 2 ले मल्टिप्लाई नगरेर पछि सिधै आएको टिडिएनलाई भ्यालुलाई 2 ले मल्टिप्लाई गरे पनि हुन्छ है। खासै मैले 2 होइन यो, अब यस्तो 2 किन दुईवटा भावनाले मैले 2 ले गरेको छु, तर यसले 2 ले नगर्ने, 2 ले नगरे तपाईँहरूले चाहिँ सिधै फाइनल मैले टिडिएनलाई मल्टिप्लाई गर्नुपर्छ। त्यो भन्छु 2 नसम्झिनु होला। जस्तै W - T/2 × T, W भनेको यो आउटस्ट्यान्डिङ लेन्थको लेन्थ माइनस थिकनेस भनेको 10, यो 10/2 इन्टु थिकनेसले नै मल्टिप्लाई गर्ने, W एजिओ आइगयो। अब एएनसी अब के हो, नेट एरिया कनेक्टेड लेन्थ, यो भनेको कनेक्टेड लेन्थ भयो। यहाँ दुईवटा कनेक्टेड लेन्थ छ नि त, एउटा कनेक्टेड लेन्थ दुईवटा कनेक्टेड लेन्थ। अब यहाँ दुईवटा ग्रस यो एजिओ के आउटस्ट्यान्डिङ लेन्थ 2 गरेको थियो, तर यो पछि डाइरेक्ट एन्सरलाई 2 गरे पनि हुन्छ, त्यहाँ यो नजुकिनु होला होइन। अब यहाँनिर त अब हाम्रो यो कनेक्टेड लेन्थमा त हाम्रो बोल्टहरू छ नि त, बोल्टहरू भएको कारणले गर्दा हाम्रो बोल्ट भ्यालु घटाउनु पर्छ। त्यही भएर त्यतिखेर चाहिँ हामीले के हुन्छ त्यस्तो घटाउनु पर्ने भएकोले त नेट भन्छौँ, किनभने ग्रस त टोटल त होइन, घटाएको छ किनकि भ्यालु भनेपछि। एएनसीको फर्मुला भनेको x भनेको यो कनेक्टेड लेन्थको टोटल डिस्टेन्स, जस्तै हाम्रो यहाँनिर 100 मिटरै छ, यसमा त 100 mm नै छ, x - T/2। अब थिकनेस भनेको 10, यसको थिकनेस त 10 नै हो। यहाँनिर यो थिकनेस भन्नु एउटै कुरा त हो नि, T/2 माइनस n/d0 × T, n/d0 होल इन्टु T। अब n भनेको नम्बर अफ होल्स इन सिङ्गल लाइन। यहाँनिर त अब जस्तै एउटा प्लेट यस्तै राखेको हुन्छ भनेपछि, जस्तै मानौँ यो तपाईँले म के भन्छु भनेपछि जस्तै यो एउटा प्लेट राखेको छ भनेपछि एउटा होल यहाँनिर हुन्छ, यहाँनिर हुन्छ, यहाँ एउटै लाइनमा हुन्छ, जस्तै यो सिधा लाइनमा हुन्छ कि होइन। त्यस्तै 13 नम्बर इन सिङ्गल लाइन हुने भयो जहिले पनि n को भ्यालु 1 नै हुन्छ। डिनर भनेको हाम्रो अब 26 भइहाल्यो, यो त तपाईँले के सिकाउनु पऱ्यो र होइन, इन्टु T फर्मुला राखिदिनुहोस्। अब आउटस्ट्यान्डिङको लागि सम्झिनु भने आउटस्ट्यान्डिङको लागि सम्झिनु भयो, कनेक्टेडको लागि सम्झिनु भयो, x - T/2 माइनस n/d0 × T गर्दाखेरि हाम्रो एएनसी आयो। एएनसी आइसकेपछि तपाईँको यहाँनिरबाट बीटा फर्मुलामा राखिदिनुहोस्, बीटा आइहाल्छ। अनि बीटामा पनि दुईवटा कन्डिसन छ फेरि, जस्तै यो एउटा यो भ्यालु निकाल्ने र यो भ्यालु के हुन्छ 0.7 भन्दा सानो हुनुपर्छ, र एफयु यहाँनिर यो दिएको छ नि एफयु गामा m0 अपन एफआई गामा m1 भन्दा फेरि सानो हुनुपर्छ। 0.7 भन्दा ठुलो र योभन्दा सानो हुनुपर्छ, र जहिले पनि त्यो हुन्छ फेरि जहिले त्यो फरकै पर्दैन। 1.27 आयो, केस सेटिस्फाई गर्यो। हाम्रो बीटाको भ्यालु टिडिएनको फर्मुलामा राखिदिउँ, जस्तै ए फर्मुलामा सुई राखिदिने, हाम्रो आइहाल्यो। यदि मैले अघि नै के भनेको थिएँ, यदि 2 ले मल्टिप्लाई गरेको थिएँ एजी0 र एजी 2 ले मल्टिप्लाई नगर्ने, र 2 ले मल्टिप्लाई नगरेर सिधै टिडिएन × 2 गर्दै पनि हुन्छ, किनभने दुईवटा एङ्गल सेक्सनमा हुनाले × 2 गरे पनि हुन्छ है। अब हाम्रो अर्को केस भयो चाहिँ किताब अनुसार 3 नत्र 4 डिजाइन स्ट्रेन्थ ड्यु टु ब्लक सेयर। ब्लक सेयरमा चाहिँ अब यसमा चाहिँ फाइनल फर्मुला दिएको छ, तर हामीले यसको जस्तै हाम्रो यहाँनिर एभिजी अनि एटिएन र एभिएन र एटिजीको फर्मुला दिएको छैन। यो फर्मुला चाहिँ हामीले थाहा पाउनुपर्छ होइन। यति फर्मुला थाहा पाउने, फर्मुला थाहा पाएर यसमा राखिदिने, इन दुईवटा मध्ये यो 4वटा भ्यालु निकाल्ने, 4वटा भ्यालु निकालेर इन दुईवटामा राख्ने, जुन सानो आउँछ त्यो नै हाम्रो एन्सर हुन्छ, र दुईवटा भावनाले 2 ले मल्टिप्लाई गर्नुपर्छ हाम्रो। अब एभिजीको फर्मुला तपाईँलाई भनिदिन्छु होइन, E + n - 1 P × T,
ए भनेको एज डिस्टेन्स n - 1 भने तपाईँले थाहा हुनु भएको छ p × t फर्मुला बुझ्नुभयो। एबिएनको पनि फर्मुला छ e + n - 1 p माइनस n - 1 मतलब नम्बर अफ बोल्ट माइनस 0.5 × d नट होल * t र एटिजी भनेको के हो भनेपछि एटिजी भनेको यदि यो आउटसाइड माथि इन्टु छ नि 40 × यसको थिकनेस हैन एटिजी भनेको ए हो यस बोल्ट भन्दा माथिको एरियाको थिकनेस 40 × यहाँ टी थिकनेस टी हुन्छ किन 40 × टी त्यो भनेको त्यो र एटिएन भनेको चाहिँ के हो यो 40 × यो 40 माइनस d नट अपन 2 40 माइनस d नट अपन 2 हो यो है माथिको बचेको d माइनस d नट अपन 2 थिकनेस गर्यौं इन दुईटामा राख्यौं इन दुईटामा राख्दाखेरि जो साना आयो त्यो हाम्रो एंगल हो र हामीले दुईटा एंगल सेक्सनमा 2 ले मल्टिप्लाई गर्यौं र यसको भयो यो टाइपको न्युमेरिकल एउटा अर्को न्युमेरिकल छिटै ल्याउने छु है।